हेर्नु न साथीहरू है, यो बिरालाले के त्यो मुसालाई यति पिट्छ यति पिट्छ नि। सानो देखेर है ठुलोले कति हेप्ने एउटा कुरा। अनि अर्को कुरा, त्यो मुसाले पनि फेरि टोक्न नि खोज्छ कि, तै पनि त्यो बिरालाले झ्याम घरि दाहिने खुट्टाले दाहिने हातले घरि देब्रे हातले झ्याम हान्छ कि। अनि त्यो बिरालोले मुसालाई मेरो पासोमा पर्यो भनेर मक्ख परेर नि, अनि मक्ख परेर यता गएर सुत्छ कि बिरालो। फेरि मस्तसँग बस्छ कि, अनि फेरि केही सेकेन्डपछि फेरि जान्छ, अनि फेरि पिट्छ कि, अनि फेरि कस्तो मजाले झ्याम पिट्छ कि। अनि भाग्न खोज्छ कि मुसो, फेरि भाग्न खोज्छ। भागे पनि त्यो मुसो निनाउरो भएर एकदम झ्याउरो भएर बसेको हुन्छ कि। अनि तर झ्याउरो भएर बसे पनि बिरालाले फेरि अब त मेरो पासोमा आइस है त पर्खी भन्छ है। अनि झ्याम पिटेको गर्छ कि।